स्वर्गकार्य सर्वदा। हेलो गाइज नमस्ते सबैजनालाई। आजदेखि चाहिँ म मेरो भ्लग सुरु गर्न गइरहेको छु, नितेश रिजाल भ्लग। अब आजबाट चाहिँ स्टार्ट हो र मैले यसको लागि अफिसियल च्यानल पनि खोलिसकेको छु। सबैजनाले त्यो च्यानललाई सब्सक्राइब गर्ने, सपोर्ट गर्ने र म पनि हजुरहरूले जसले च्यानललाई सब्सक्राइब गरेको छ उहाँहरूको च्यानल सब्सक्राइब गर्नेछु। एकअर्काको सपोर्ट एकदमै धेरै आवश्यक पर्छ। सो गाइज यति भनेर म सिधा अफिस गएर अनि अफिसबाटै भ्लग स्टार्ट गर्छु, किनभने त्यहाँनिर मेरो माउन्ट रोडको हेलमेट छोडेको छ। सो गाइज ढिलो नगरिकन अब हामी अफिस जान्छौँ र भ्लग सुरु गर्छौँ सिधै त। पिस आउट। ल गाइज मैले मेरो माउन्ट रोडको हेलमेट भेटाइसकेको छु। म ब्लग स्टार्ट गर्न गाइस हम जा रहे हैं। मैले नवलबाट बनाएको गाइस एकचोटि मलाई स्वागत गरिदिनु होला। रुक्नु मिलाइसक्यो दाइ। उहाँ चाहिँ हाम्रो विराटनगरको जेठाम साहब हुनुहुन्छ। हामी चाहिँ गइरहेछौँ गाड्दै। बाई बाई। जा रहे हैं दाइ, हम जा रहे हैं। कृष्ण सर बाई बाई। सबले मलाई हेर्छ गाइस, मलाई मात्रै हेर्छ क्या सबैजनाले, किनभने महाकसम मेरो बाइकको स्पिड छ नि। अफिसबाट आउने बेलामा यत्रो 1 किलोमिटरको बाटो चाहिँ 2 मिनटमा सकिन्छ। अनि होइन त हो नि। यो कच्ची बाटो हो होइन, महाकसम यस्तो कच्ची छ होइन बाटोमा। यो पनि कुदाउन छोड्नु हुँदैन। मेरो त मिटरै बिग्रिया, कति कुदेको थाहै हुँदैन मा। गाइस के छ नेपाल भ्याट चिलिङ जाँदैछु गाइस है। अहिले चाहिँ नेपाल भ्याट चिलिङ आइपुग्यो गाइस होइन। हामी चाहिँ होइन यस्तो मोडिन्छ अनि टक्क गइन्छ। भित्र चाहिँ क्यामेरा गर्नु हुँदैन थियो, सो मैले बन्द गरेको थिएँ। अब यहाँबाट फेरि हामी फर्केर जाँदैछौँ अफिसतिर। ऐसे लोग हैं नेपाल में। हाँ नहीं, आपको उड़ा दूं क्या? उड़ना चाहेंगे आप? आपको गुड़ना है या उड़ना है? हाँ सर, हाँ सर, हाँ सर, आपको उड़ना है या गुड़ना है? बोलिए, आपका ख्वाहिश पूरा कर देते हैं। के भन्नु डराइरहेको छ पुरै होइन, लुकिरहेको छ भ्लगमा आउँछ भनेर। प्रायदेखि भक्सु चाहिँ भएको छैन होइन, अलिक पछि हुँदैछ। सबै बेकार डराइरहेको छ क्या। कम्पनी आइदियो गाइस होइन, म चाहिँ होइन बटक्क लगाएर। विजय सर के छ? विजय सर लजाउनु भइरहेछ है। हाम्रो विजय सर हाम्रो लगाएर थियो। के छ दाइ, स्वागतम मेरो भ्लगमा। कस्तो दामी लाग्यो नि त। अब चाहिँ गएछ हामी बजारतिर जाँदैछौँ। म्यामा सरहरू पनि भिडियो अफ गरेँ मैले अहिले। लगाइज अब चाहिँ हामी बजारतिर जाँदैछौँ। हाम्रो बजार हेटौडा बजार कस्तो छ भनेर हजुरहरूलाई देखाउँछु होइन।
अब हेर्नु त हेटौँडाबाट नै हेर्नुभएर होला सबै ठाउँबाट कताबाट हेर्नु भएको छ कमेन्ट गर्नुहोस्। म चाहिँ हेटौँडाबाट हो, म चाहिँ हेटौँडाबाट भ्लग स्टार्ट गरिरहेको छु। अब तपाईँहरूले के भन्नुहुन्छ कम्प्लेन गर्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूको लागि भ्लग बनाइरहेको छु है त। हेलो आँखामा घिरा पऱ्यो मा कसम आँगडो गाइस। अब गोप्न सोप्न छैन, मोबाइलले भिडियो बनाइरहेको छु, त्यही पनि नोकिया C1बाट होइन। यही हो गाइस, अब गाह्रो छ मलाई, गाह्रो छ एकदम गाह्रो छ होइन। अब के भन्ने मैले केही भन्न सक्दिनँ। अब म चाहिँ अहिले अफिस टाइमै हो गाइस मेरो। अझै अहिले भर्खर कति भइरहेको छ अहिले 5:45 जति भयो होला, 4:45 भयो होला। अब 5 साढे 5मा त म छुट्टी गरेर गइहाल्छु अफिसबाट। मेरो त अब बनाउने टाइम भनेको अब त्यही अफिस टाइमवाला भिडियोहरू बनाउनु पर्छ होइन गाइस। अब त्यही त हो नि, अरू त के गर्न सक्ने हो र, गरिब मान्छेले। हामी त गरिब मान्छे परियो होइन। यति भयो भने चाहिँ हामीसँग एउटा एभिडेन्स पनि हुन्छ क्या भ्लगमा, किनभने अब होइन सर हस् होइन क्या मुला, एउटा एभिडेन्स भएन त हामीले मैले कसैलाई केही बिगारेर छ कि छैन भनेर देखिन्छ नि त हाम्रै क्यामेरामा, हो कि होइन? क्यामेरा आउँछ मतलबै भएन। ल गाइस, अब म साथीलाई अब एउटा कुराको चाहिँ सरप्राइज दिन जाँदैछु है। सरप्राइज दिन्छु म साथीलाई। अब त्यही हो, साथीलाई मैले भ्लग स्टार्ट गरेको छु भनेर अहिलेसम्म भनेकै छैन होइन। अब टक्क डाइरेक्ट साथी भएर जान्छु पहिला, अन्त पछि मात्र त्यो बिल लिन जान्छु म। र बिल पनि एकदम तनाव छ हाम्रो होइन। कि अब हाम्रो हेटौँडामा कहिले बनियो 6 लाइनको बाटो, केही थाहा छैन गाइस अहिलेसम्म हाम्रो होइन। अब टिका सकेर अहिले सबैलाई के भन्ने अब फेरि बाइकहरू चाहिँ कुदाउनु हुँदैन साथीहरू है। साथीहरू बाइक साइक कुदायो भने चाहिँ अलिकति गाह्रो हुन्छ, अलिकति सेफ भएर चलाउनुपर्छ जे पनि। सेफ भएर चलाउनुपर्छ है गाडी है। अगाडि टिभीएसको कम्पनीको बाइक छ, जस्तो हामी लाइन भन्दा यता नै छ, आफ्नै लाइनमा छौँ अहिलेसम्म। ओभरटेक त गर्नु पऱ्यो, ओभरटेक गर्दाखेरि चाहिँ यस्तरी गर्ने हो चट्ट लाएर होइन। मैले अब यस्तोरी जानी हो, यस्तोरी जानी हो। अब यत्रो लामो गाडी छ अरे अब तपाईँलाई म हाम्रो युवाहरू यस्तो छन् है, टक्क लाएर रमाइलो सिटी बजार हामीलाई होइन नि, हामीलाई सिटी बजार भन्दाखेरि मामाको जागिर खान्छ, मामाको जागिर खान्छ। रतन खोइ कता गएको? यो चाहिँ हाम्रो साथीको पसल हो है गाइस। के छ मेरो भाइ? के छ मेरो भाइ? हि इज द बेस्ट साइक्लर है, हाम्रो हेटौँडाको बेस्ट खतरा साइक्लर हो को। सब्सक्राइबर छैन, आधी स्टार्ट हो भाइ।
भाइ अब रतनलाई पठाइदिन्छु म च्यानलको लिङ्क तिम्रो च्यानल त्यो हाल्दा ला अब ओहो गाइस गाई चलबल होइन चलबल त दिनु पऱ्यो नि त अलिअलि त नि होइन चलबल दिनु पऱ्यो नि त गाई होइन अब रियाक्सन हेर्नु पऱ्यो गाई रियाक्सन सबैको रियाक्सन सबजनाले हेरिदिनु सर रियाक्सन हेर्नु सबजनाले अगाडि बुलेट छ यहाँ तनाव छ हाम्रो त्यो कन्टीले के गर्ने हो आयो आयो भ्लगमा आयो सबजना अब सबजनालाई चलबल दिने है चलबल दिनुपर्छ प्रचण्ड हेलो प्रचण्ड के छ हाल खबर सन्चै छ भने ठिक छ मोडल के छ सबजनाले भिजिट गर्नु होला जिस्किरा हो दाइ जिस्किरा हो के न्याउरो मुख बनाएर बस्यो आज दाइ यार ओहो ए दाँत बङ्गाएर निकाले ए दाइ पनि गाई हेरौँडाको मोडल थोते भएको छ अहिले दाइ अब त भ्लग हो हेलो दाइ ठोक्क हान्नु बिर्सेछ नि त हान्यौँ न हेर्नु भ्लगमा ओहो सबैजनाले केही किन्न पऱ्यो भने चाहिँ हाम्रो अदम भएन दाइ औँठी होइन दाइ यो औँठी देखाउने रहर होइन बाध्यता हो दाइ म त अनि पुरै एडिट गरेर हालिदिन्छु नि त अनि सनम तेरी कसमको हिरो नेक्स्ट अब 2 त बनिसक्यो गाइज होइन अब 3 आउँदाखेरि चाहिँ सनम तेरी कसममा चाहिँ हाम्रो दाइलाई साइड रोल भयो नि दिन्छ है त्यही आएन म यहाँ ग्रिल आएको दाइ अझै भर्खर ल्याएको मैले आजदेखि हान्नु थालेँ अब नयाँ भ्लग च्यानल बनाएर त्यो च्यानल गाई दाइ अब ऱ्याप च्याप हान्ने भ्लग हान्ने पऱ्यो हो कहाँ गयो खोइ हाम्रो सम्झि हो हेलो गयो त किन लजाउनु भइरहेको तपाईँ किन लजाउनु भइरहेको त भाइ 500 यति खाने फेरि 500 रुपियाँ बेला होइन यस्तै हो गाई एउटा सहर हो हिँड्दा लाग्छ रहर तर के गर्नु यार पैसाको प्रब्लम हुन्छ होला गाइज होइन यस्तै हो हाम्रो सर आउनु भएको छ मसँग केही कुराको पनि डर छैन सर किन तपाईँ माइस अनुहार लिएर बसेको बनिसक्यो दाइ हाम्रो हजुर मलाई फेरि क्याटलग पठाएको छैन तपाईँलाई अघि लेखाएको कहाँ छ पैँसठी छ एउटा होइन अरू फेरि प्लस एउटा 75 छ क्या यहाँ चाहिँ त त्यही गर्दिनँ के गरी बढी होल्नु पऱ्यो भने लिएर आउनु पऱ्यो बनाउनु मिल्दैन होइन यो अनुसार गरिदिनु उनीहरूले तेरो हातले लेखाइदियो भने त उसले लेखिदियो भने त होइन त्यही यिनीहरूले भनेको हिसाबले बनाइदिनु
यसको पैसा यहीँनिर गर्दैछ फेरि प्लस तपाईँ पनि गर्दैछ होइन फेरि तपाईँको यो आँखा तपाईँले देखाएको चाहिँ यति गोल देखाएको छ यो ग्याप छोड्यो भने पाल देखाएको होइन यो पाल भने होइन ग्याप हो यो पाले हिसाब पारेको फेरि हामी पनि पारेको ठिक छ त्यही यसकै हिसाबले बनाइदिनु के गरी मिलाउनु कहिले बाइक के त्यसो भयो ल्याउँछ केही झर्दैन त्यो अब फेरि हामी त चिया खान जाँदैछौँ गाइस है चिया भन्ने बित्तिकै चिया 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 ओरे चिया चिया रे चिया रे चिया पर मेरे लाइफ में उल्टा पड़ गया ये हाँ सर पर ये गाना मेरे लाइफ में उल्टा पड़ गया क्यों पता है आपको जरा कुछ आया मेरा दोस्त आप जरा कुछ आए हो ना हाँ जरा कुछ हाँ टूर्नामेंट हो रहा है यहाँ पे टूर्नामेंट हो रहा है तर टुर्नामेन्ट भएर केही पनि हुँदैन गाइस हामी केही पनि हेर्नेवाला छैनौँ किनकि हामी हाम्रो काममा आएको काम गर्नुपर्छ काम फर्स्ट गरेन काम भने खान पाउँदैन माम गरेन काम भने खान पाउँदैन माम त्यसैले गाइस काम गर्नुपर्छ माम खानको लागि भगवान्ले हामीलाई यो दुईवटा हात दिएको छ नि होइन मायाको छ त्यो गरेर खानलाई हो क्या गरेर खाना यो दुईवटा हातेको चाहिँ के फरक पर्दैन यार तपाईँलाई यार तपाईँ मेरो बाइकमा चढ्नु भइरहेको छ तपाईँ डराएर हुन्छ यस्तो लुडेराहरूको त दिएछ अब दिदी अब हेरेर चिया खाने होला भन्ने तर यो भित्रबाट दिदी वेल्लो लाइनबाट भित्र हाल्नुपर्छ नि त गाइज यो चाहिँ हाम्रो चिया खाने अड्डा मेरो भिलियन यहाँ छ 666 आमा आज त अगाडि क्यामेरा छ अब गाली गर्न त पाइँदैन भयो गाइज हाम्रो आमा हो ए हाम्रो दिदी हो तर दाई कहाँ गानुभयो काममा जाँदा खोइ दाई कता यता दाई चाहिँ यहीँ हुनुहुन्छ फेरि के छ मेरो दाई सन्चै हुनुहुन्छ म त फेरि डेन्जर हो नि दाई हजुर ए डेन्जर हो नि म त फेरि ब्लगको नाम चिया पनि पाक्यो गाइस होइन हामी चिया खाँदैछौँ सर पनि चिया खानु भइरहेछ सर भाग्नुभयो भ्लग देख्ने बित्तिकै भाग्नुहुन्छ दिदीले बनाउनु भएको चिया मिठो छ कत्रा मिठो छ हाम्रो चिया चिया खान आउनु मन लागेदेखि आमा गएँ ल चिया खाए गाइस पैसा पनि तिरिसक्यो ए गए आमा बाय बाय सर जी चलते हैं चलिए नहीं चलेंगे क्या आपका माल बिगड़ गया है अब गाई चिया सिया खाइयो होइन अब फेरि हामी हाम्रो गन्तव्यतिर लागिसक्यौँ गन्तव्य पनि हाम्रो निकै नजिक छ झाडे होइन गाई यो ड्रेसमा होइन कसैलाई देख्यो भने मलाई मेरो गर्लफ्रेन्डको याद आउँछ कसम मेरो सानै विराटनगरको याद आउँछ क्या कसम यस्तै ड्रेस लगाएर हिँडियो होला है जस्तो लाग्छ भने कहिले काहीँ चाहिँ ठिकै छ भगवान्ले साथ दियो भने त्यो ड्रेस लगाउने दिन पनि आउँछ होइन अब हामी जाँदैछौँ के भइरहेको छ गाइस एउटामा अब गाइस यस्तै हो हामी तपाईँ जान्छौँ ल गाइस
बबाल भाइ बबाल ठिक छ नि भाइ होइन साथी खतरा हो नि मेरो साथी धेरै पछि भेट भयो थियो सबको रियाक्सन चाहिँ अलिकति छुट्टै हुन्छ कि गाई चाहिँ होइन अब घुराहरू हो नि त स्कुल पढ्ने घुराहरू उनीहरूलाई अब कति नै के नै हो जस्तो लाग्छ होइन अब मैले पनि आजदेखि स्टार्ट गरेको तर यो त मेरो लागि राम्रो हो रियाक्सन अब म स्टिकर बनाउनेवाला छु अब मसँग त कम पैसा छ होइन म कहिलेकाहीँ अब भ्लग बनाउने मान्छे हो होइन कहिलेकाहीँ बनाउँछु केही हामीलाई केही फरकै पर्दैन सबैजनाले बुक छोप्छन् होइन ठिकै हो राम्रै हो भाइले के भन्दै अहिले आइफोन चोरा भन्दै होइन टन 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 तारा हो लिनु भइसक्यो हाम्रो खतरा काम गर्ने ल दाइ म जान्छु ल बाई बाई दाइ दाइ 6 बजी हालिदिनु हजुर गरियो जाँदैछु म हेलो गाइस He is my brother, Chandra Bahadur Tamang. He is best. कति पर्यो Huh? Price नसोच्नु दाइ डलर हो यो मान्छे हो यो लेम्बा लेम्बर हो अँ यसो मोबाइल पाएछ यार मलाई मन लिन्छु कि एउटा नला जो हिँड्न चु लेम्बा जो चुप्पा हान्ने क्या केसँग बोले आयो कोसँग बोलिरहेको भ्लग सुरु भइरहेको होइन ल्याम्मै फेरि भ्लगमा भाइले लेम्बा भन्यो नभन्नु नि फेरि मैले के अरे त्यो मेरो भ्लगमा त्यस्तो भन्यो भने कट्टा हानिदिन्छु रे फेरि दाइ जाँदैछु गाइस अब क्लास हो सिधा क्लास जान्छु मोबाइल अब त्यति धेरै यस्तै गाइस होइन अब गल्ती गर्नुहुन्न ट्राफिक रुल्स तोड्नुहुन्न सेतो लाइन काट्नुपर्छ कहिलेकाहीँ ओभरटेक गर्ने चाहिँ अब कस्तो सिचुएसन हेरेर ओभरटेक गर्नुपर्छ भनेर कहिलेकाहीँ चाहिँ फेरि यो ठाउँ चाहिँ सबैभन्दा डेन्जर ठाउँ हो क्या गाइस होइन सबैभन्दा डेन्जर ठाउँ हो गाइस यो पुरै के भन्छ मेरो बाइकको तेल न्यून छ आज तेल अलिक कम छ तेल सक्यो भने तनाव हुन्छ मलाई अहिले मलाई एउटा सानो मोबाइल किन्नु छ क्या किनभने आइफोनमा एउटा भिडियो बनाउने फोन गर्ने मोबाइल त चाहियो एउटा मात्र सिम लाग्छ यसमा अब एउटा मोबाइल किन्ने सोच गरिरहेको छु हेलो बाई अब गाह्रो छ गाइस अब मलाई पनि सजिलो त छैन होइन अब यसरी बिचमा नरोकौँ होला गाडी हो भने यस्तै राखेको हुँदैन नि त होइन गाइस अब गाडीको नि एउटा सिद्धान्त हुन्छ अहिले साइडमा गर्छ भने थाहा छैन गाडीहरूलाई अब गर्दैन कुराहरू लिएर भएन यस्तै हो गाइस भइहाल्छ अब दाइले आज गएर होइन अब के भन्नु पऱ्यो भने दाइ अब केही समयको लागि यो हेलमेट म चलाउँछ नि मेरो त अर्को हेलमेट छ क्या गाइस अब मेरो हेलमेटको त यस्तो अड्काउनै मिल्दैन मोबाइल होइन माउन्ट अगाडि राख्नै मिल्दैन अनि तनाव हुन्छ नि त मेरो अगाडिको त्यो अब के त्यस्तो छैन भनौँ न अब
अब त्यही भएर मैले दाइलाई कन्भिन्स गर्ने कोसिस गर्छु दाइ म केही समयको लागि भेट चलाउँछु नि भन्छु होइन अब मिल्यो भने मिल्यो मिलेन भने मिलेन अब दाइलाई चाहिन्छ भने त अब दाइको पनि त ख्वाइस हुन्छ होइन अब दाइको आवश्यकता मारेर मलाई दिनुहुन्छ जस्तो लाग्दैन मलाई किनभने अब तर एउटा कुरा चाहिँ के लाग्छ भने मेरो दाइले मेरो लागि चाहिँ गर्छ जस्तो लाग्छ होइन अब ठिकै छ के छ भनेर अब पहिला सुरु दाइबाट जाँदैछु गाइज म अब एक्साइटेड छु नि त म आज मेरो यो माउन्ट आयो अब माउन्ट पनि राम्रै खालको हालेको मैले जस्ट लाइक गिम्बलै छ मेरो माउन्ट हल्लिँदैन यताउति अरूले त कसरी भ्लग बनाउँछ त्यो त मलाई थाहा छैन तर मैले भ्लग बनाएको चाहिँ माउन्टबाट हो गाइज होइन स्ट्रगल अब गर्नुपर्छ म धेरै टाढा आइसकेँ गाइज हेलो बाबुको साइकल छ क्या फेरि यस्तो चाहिँ हुनुपर्छ फेरि यो भविष्यको राइडर हो नि त फेरि त्यो भाइ पनि अब दाइ भाइ आउनलाई केही समय बाँकी छ मेरो आँखामा किरा बस्यो फेरि माछालाई किरा कति बस्छ यो यस्तै हो दाइ अब घरमा छ कि छैन के अरे थाहा छैन अब भयो भनेर ठिकै हो नभए त अब यस्तै हो भर्खर निस्किएको जस्तो लाग्यो मलाई त्यही दाइ निस्क्यो आज भाइले लिँदै जानुभयो होला दाइको घर नपुगिकन बसेको होइन अब बत्ती बाल्ने ठाउँ यतातिर कतैतिर थियो यहाँनिर छ बत्ती बाल्ने ठाउँ है ओहो लड्यो झन्नै लड्यो ओहो बत्ती निम्यो अब यो बत्तीलाई यताबाट निभाउनु पर्छ गाइज आफूलाई निभाइदिन्छु म मेरो दाइको रुम यो हो दाइ छैनन् बत्ती बाल्न पर्यो भाइ के छ हिँड्छ मेरो सिस्टर दिदी यहाँनिर हाई भनिदिनु एकचोटि हाई भन्नु भन्नु भाडामा दिने पोजमा हाई भनिदिनु एकचोटि यत्तिको चाहिँ हुनुपर्छ फेरि म आजदेखि अब भ्लग सुरु गरिदिएँ हो नि त अब होइन हाल्न पर्छ बाबा गुड जब यो त अनि हाल्न पऱ्यो नि यो चाहिँ हाम्रो फेरि भाइ हो फेरि खोइ त दाइ दाइलाई कल गराउँ त एकचोटि हेलो दाइ कहाँनिर हो यो नयाँ बसर भने अस्ति न हामी त्यो के अरे त्यो न्यापकिन किन्न गएको ठाउँ हो ल म आइरहेको छु रुक्नु त्यहीँ बस्नु भएन दिदी दाइ कन्भिन्स गर्नु पऱ्यो होइन के भन्छ दाइले दाइ म लान्छु नि यार दाइ अर्कोचोटि आउँदाखेरि अर्को पर्छ कल गर्ने बित्तिकै भेट भयो के छ यता आउनु नि यता सर्दै हाल्नु भयो ल चिन्नु भएन दाइले ठिक छ मेरो दाइ म दाइलाई भेट्न आएको रमेश दाइलाई सन्चै हुनुहुन्छ मैले यस्तो यत्तिकै बसिरहेको छु दाइ आजकल भ्लग सुरु गर्न थालेँ क्या त भ्लग सुरु गरेर काम त गर्छु दाइ एसआइडीमा तपाईँलाई मैले अघि नै होइन भ्लगमा पनि भनिरहेको थिएँ होइन कन्भिन्स गर्न हो क्या खासमा भनौँ भने कन्भिन्स गर्न हो क्या तपाईँ कहिले जाने उता म दुई गति हिँड्छ होइन अनि अर्कोचोटि कहिले आउने रे यो महिना सकेपछि यो महिना सकेपछि आउँदाखेरि यो हेलमेट लिँदा हुँदैन हुँदैन हुन्छ जानु पर्यो नि मैले अनि यो यसै हो मेरो बेस्ट बाइक हो यार यो अगाडि मैले टपेर आएँ नि मेरो बेस्ट बाइक हो कसम यति बेस्ट हो नि यो बाइक किन्ने हो गाइज बिस्तारै पैसा कमाएर एकदम बेस्ट बाइक हो मेरो
गाइस अब क्लास जाने भयो हप्ता भइसक्यो आज त 6 बजिसक्यो होला मैले बढी भइसक्यो नि गाइस 6 बजिसक्यो मार्च आज मलाई क्लास भनेर त भन्नु नि मार्च किन मान्नु र धेरै कुरो सिक्न पाउँदैन नडर भाइ नडर केही गर्दिनँ बरु म रोक्छु एकछिन तिमीहरू कसैलाई नि केही होइन किन्न यार सबैलाई रेस्पेक्ट गर्छु नि यार सबैलाई रेस्पेक्ट पनि गर्नुपर्छ किनकि अब रेस्पेक्ट आफूले गऱ्यो भने अरूले गर्ने हो सो गाइस आइपुग्यो हामी क्लास जेएनबी कफी सप गाइस जेएनबी आइपुग्यो भने जेएनबी खतरा हेलो ह्यारी व्हाट्स अप सर म त ढले 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 गरेर के गरेर बस्नु भएर तपाईँ सर गुड इभिनिङ ढिलो भयो नि त आज मलाई केही छैन नि सर चाम्रो चिल हो नि सर फेरि ल अब अफ गरिदिन्छु म बाद में करेंगे म अब क्लास हाम्रो जेएनबी क्लास सक्यो अघि क्लाससम्मको भिडियो बनाएको थिएँ कि सर गयो सर अब गर्दा गाइस म गाइस रात परिसकेको छ मैले क्लास छुट्टी भइसक्यो होइन अब चाहिँ बिस्तारै घर जाँदैछु गाइस अब के गर्ने यस्तै हो स्ट्रगलिङ फेज छ पहिला ड्युटी त्यसपछि क्लासबाट गयो खाना बनायो होइन अनि त्यसपछि खाने त्यसपछि फेरि भिडियो एडिटिङ गर्ने यो भिडियो होइन त्यसपछि फेरि अपलोड त म भोलि बिहान हाल्छु गाइस किनभने अब बिहान हाल्छु 9 बजे मेरो अबदेखिको रुटिन चाहिँ 9 बजे कि बेलुका अब भोलि बेलुका 6 बजीतिर हाल्छु होइन त्यही हो बेलुका कस्तो चिसो मुटु नै कामले चिसो हुन्छ है अब मैले तेल हालिनँ आज तेल हाल्नुपर्ने बेसी त तेल हालिदिउँ काल्छ काम गरिहाल्ने काममा दाइ दाइ 500 दादा मलाई 500 हालिदिनु न पहिला यार धेरै टाढा पुग्नु छ यार 500 को हाल्छु गाइस अहिले 165 गरेछ दाइ हाम्रो गुड दाइ हो फेरि माथि ब्लग भइरहेछ दाइ कस्तो चिसो भयो हजार रुपियाँ हाल्नु पर्छ सधैँ बरु घरको पल्टर त आयो ए मलाई नि 1000 कै हालिदिनु भोलि 500 रुपियाँको त्यो खानु लिएर जानुपर्छ सो अब केही छैन ओके दाइ हाम्रो अलिकति अगाडि गर्छु यो अड्किन्छ त मजाले अर्किन त आफ्नो ठाउँमा छ होइन त्यसरी गरेर कहिले गर्नु बुझिन तिमी कहिले त्यसमै हेरेर धुनमा हुनसक्छ हुँदैन नि म कहिले पनि यसमा हेर्दिनँ दाइ गाइज अब बाइकको रिजर्भ अन गर्न पर्यो रिजर्भ कता छ रिजर्भ अन गरे पनि 3 लाइन बाइकको तेल देखाउँदैन किनभने मेरो बाइकमा 1 लाइन पनि तेल थिएन तेल हाल्यो बाइकको रिजर्भ अन गरियो गाइस अब गयो गाइस अब सतर्क मत त्यसपछि खाना बनाउनुपर्छ खाना बनाएर टिप्दै हाल्नु गाइस सबै टिप हाल्नु पर्दैन अब अगाडि माउन्टमा मोबाइल हालेर हिँडेको हुन्छौँ हामी यसकै धुनमा हुन्छौँ होइन कुनै बेलामा यस्तो हेरिएला कलाएर धेरै दुर्घटना घटिन्छ नि त
सो गाइस अलिकति केयरफुल हुनुपर्छ लाइफमा जीवन भनेको एकदम गिफ्टी हो गाइस एकदम गिफ्टी छ गाइस आज मेरो सुरु दिन हो गाइस होइन सुरु दिन भएकोले मैले राम्रो कन्टेन्टहरू बनाउन सकेको छैन तपाईँहरूसँग अब सिक्दै जाने हो नि त मैले तपाईँहरूले यस्तो यस्तो बनाउनु पऱ्यो है त यस्तो यस्तो गर्नु पऱ्यो यसरी आउँछ माछालाई खाँदै ओइ रन्डीको चरो सरी गाली गर्नु हुँदैन है गाइस तर यसरी आउनु हुँदैन नि त गाइस होइन मैले त तिमीलाई यस्तो यस्तो फोकस लाइट बालेको थिएँ बाल्दा पनि यसरी आयो भने त माछालाई खाँदैलाई त खाँदै भन्ने हो नि त नि इज्जत त गर्नुपर्छ तर इज्जत चाहिने भन्दा बढी इज्जत के छैन एउटा स्टक राखियो 1000 को तेल हालेको गाइस तेल बढेछ किनभने रिजर्भमा अघि एक लाइन पनि थिएन बिस्तारै चढ्छ नि त तेल काँटामा छोएको थिएन अनि त्यही भएर होला यसो मेरो माथिको गाइस मरुमा बस्छु म त गाइस गेट खुल्यो न कस्तो गाइस फुलबारी टक्का गयो टक्का गरेर टक्का गर्नु पर्यो उसो लाग्दैन अहिले सिटले दिएको छ भने सिटले यस्तो गरे रुम त अति नै खतम छ गाइस छोरा मान्छेको रुम हो होइन भाडा मार्न पनि छ होला मैले त भाडा मार्नुपर्छ गाइस अनि खाना रेडी गर्नुपर्छ रुम हाल त्यस्तो छ ओके माई लभ मेरो चारैतिर होस् क्या मेरो सानोको फोटो एउटा अनि गाइस हेलमेट निकालेर मैले ल गाइस हामी फेरि भेट्छौँ अर्को भ्लगमा यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब जे पनि गर्न सक्नुहुन्छ र कम्प्लेन पनि गर्न सक्नुहुन्छ यो पुगेन भाइ यो पुगेन दाइ भनेर भन्नु होला म यो सुधार्ने कोसिस गर्छु अहिलेको लागि चाहिँ छुट्टिन्छौँ हस्त नमस्ते बाई बाई